तर्फ लाग्दैछु। अन्त यो चाहिँ हाम्रो बेडरुम हो हैन। सो किचन चाहिँ हाम्रो यतैसम्म जहिले पनि तपाईँले देख्नु भइरहेछ। किचन चाहिँ यतातिर हुन्छ जहिले पनि। सो किचनमा चाहिँ आज एकदम साफ सफाइ छ। साथीहरूले पनि केही पकाइ गएको रहेछ। त्यही भएर चाहिँ गाइस अब म चाहिँ किचनमा गएर चाहिँ अब हेर्छु मेरो चाहिँ के सामान छ पकाउनको लागि भनेर चाहिँ है साथीहरू। सो गाइस म चाहिँ आज के पकाउँछु भनेर सोचेको भने अलिकति दाल बनाउँछु हैन। सो किनेमा किनेको थिएँ, त्यो किनेमा पनि अलिकति पकाउनु गइरहेको छु किनकि अस्ति बेला धेरै दिनबाट मैले किनेमा किनेको थिएँ तर मैले पकाएको छुइनँ। म छिटो छाटो चाहिँ किनेमा रेडी गर्न आँटेको छु र दाल बनाउनु गइरहेको छु मेरो डिनरमा चाहिँ। अनि फेरि पकाउनु गइरहेको छु भात पनि किनकि मैले दिउँसो आज केही भात खाइनँ। आज दिनभरि मैले भात खाइनँ। सो जस्ट भात खाइनँ भनौँ न। एउटा फ्राइड राइस खाएको थिएँ तर पनि खाएको जस्तो मलाई लागेन किनकि अब घरको खाना भनेको घरको हुन्छ होइन साथीहरू। अनि बाहिरको खाना भनेको एकदम टोटली बाहिरकै हुन्छ। सो मलाई चाहिँ घरको खाना चाहिँ साह्रै मनपर्छ। जस्तै भने पनि मलाई घरकै खाना साह्रै मनपर्छ गाइस। सो अब म स्टार्ट गर्नु आँटेको छु पकाउनुको लागि है साथीहरू। अब तपाईँहरूसँग बादमा भेट गर्छु है। सो गाइस यहाँ चाहिँ मैले भात बसाइरहेको छु। यहाँ चाहिँ दाल बोइल टाइपमा होइन खालि बोइलिङ गर्छु। म चाहिँ दाल चाहिँ बोइल गरेर खान्छु। यहाँ चाहिँ मैले अलिकति तिल भुट्दैछु। यो चाहिँ किनेमाका लागि है साथीहरू। रासी भुटेर अलिकति रातो गरेर चाहिँ यसलाई पिस्छु म चाहिँ। साथीहरू दाल चाहिँ रेडी भइसकेको छ मेरो। यहाँ चाहिँ हेर्नुहोस् ल यो चाहिँ किनेमाको रेडी गरेको मैले किनेमाको लागि। यहाँ छ प्याज लसुन खुर्सानी के भन्छ धनियाँ होइन। यहाँ छ तिल सेतो तिल मणिपुरी चिल्ली पनि एड गर्दैछु ग्राइन्ड गरेको। किनेमा चाहिँ फाइनली रेडी भइसकेको छ।